नमस्ते। आज म लामा रिम्पोछेको ठी पेन्टिङ गर्दैछु र अहिले सादा कलर पनि लगाएको छुइनँ, यहाँ तयार गरिरहेको छु। यसरी लामाको ठी यस्तो हुन्छ र यसको अब बिस्तारी यहाँको नियम के छ, फुलहरू कस्तो किसिमको पेन्टिङ गर्नुपर्छ भन्ने कुराहरू फिनिसिङमा तपाईहरु हेर्दै जानुहोस्। म देखाउँछु तपाईहरुलाई र यसरी नै पेन्टिङ गर्नुपर्ने हुन्छ। पहिला चाहिँ रेड भन्दा एकदम ओभर रेड पनि हैन, ठिक्कैको रेड बनाएर सादा कलर 2-3 कोट लगाउनु पर्ने हुन्छ। अनि यो सुकेपछि चाहिँ बुट्टा मार्नुपर्ने हुन्छ। हेर्दै जानुहोस्, पछि यो फिनिसिङ हुँदाखेरि तपाईहरुलाई फेरि एउटा भिडियो अपलोड गरिदिउँला। थ्यांक यू।